नमस्ते। आज चाहिँ हाम्रो यो प्रयोगशालामा डिभिजन प्रयोगशालामा आज चाहिँ हामी यन्त्रहरूको क्यालिब्रेसनकै क्रममा यो प्लास्टिकको पनि क्यालिब्रेसन गर्ने कुरा म यो भिडियोमा देखाउनेछु। यो चाहिँ हाम्रो चाहिँ बिउ बिजन हामीले चाहिँ परीक्षणको लागि प्रयोगशालामा पठाउँदाखेरि यस्तो प्लास्टिकमा राखेर हामी पठाउँछौँ। र यो प्लास्टिकको पनि गुणस्तरको लागि यो प्लास्टिक हामीले 250 गेजको हुनुपर्छ र यो भित्र चाहिँ हाम्रो चाहिँ चिस्यान छिर्नु भएन। नत्र यो भित्र यदि चिस्यान छिर्ने भयो भने चाहिँ हामी चाहिँ बाटोमै चिस्यान छिरेर र हाम्रो चाहिँ चिस्यानको रिजल्ट चाहिँ राम्रो नआएर हाम्रो बिउ चाहिँ हाम्रो चाहिँ फेल हुनसक्छ परीक्षण गर्दाखेरि। त्यही भएर चाहिँ हामी चाहिँ यसको पनि परीक्षण टेस्ट गर्न एकदमै आवश्यक हुन्छ। यसको लागि चाहिँ हामीले सबभन्दा पहिला त्यो अलिक बाक्लो हुनुपर्छ, हामीले छामेर थाहा पाउन सक्छौँ। 250 गेजको हुनु पऱ्यो र त्यसपछि यसलाई चाहिँ हामीले चाहिँ 50 ग्रामको नमुना चाहिँ हामीले जोख्नुपर्छ योमा। अनि त्यसपछि हामीले चाहिँ 50 ग्राम चाहिँ यो प्लास्टिकमा राख्नु पऱ्यो। अनि यसलाई चाहिँ हामीले अब यो सबै हावा चाहिँ यो भित्रबाट चाहिँ हामी निकाल्नुपर्छ र यो हावा निस्केपछि अब यसलाई चाहिँ हामीले चाहिँ 7 दिनसम्म चाहिँ यसरी छोड्नुपर्छ। जस्तै यहाँ हामीले चाहिँ यसलाई चाहिँ अब 7 दिनसम्म छोड्छौँ र 7 दिनपछि फेरि यसको चाहिँ हामीले तौल लिन्छौँ र त्यतिखेर यदि यसको चाहिँ तौल 0.2 ग्राम बढी वा कम छ भने हामीले चाहिँ यो प्लास्टिकलाई चाहिँ निष्कासन गर्छौँ, अर्को प्लास्टिक चाहिँ प्रयोग गर्नुपर्छ। यसरी हामीले चाहिँ प्रयोगशालामा चाहिँ प्लास्टिकको चाहिँ हामीले चाहिँ चेक गरेर बल्ल चाहिँ नमुनाको लागि हामी चाहिँ प्रयोग गर्छौँ र हामीले चाहिँ यसरी गुणस्तरीय प्लास्टिकको प्रयोग गरेर नमुना चाहिँ बिउजना पठाए चाहिँ हामीले चाहिँ चिस्यानको रिजल्ट चाहिँ उपयुक्त लिन सक्छौँ। र यसरी हामीले चाहिँ अरू यन्त्रहरू पनि प्रयोगशालामा क्यालिब्रेसन गरेर हुन्छौँ। त्यो कुराहरू आगामी भिडियोमा जनाउने नै छौँ। हस्, धन्यवाद।